यो चाहिँ हेर्न सक्नुहुन्छ लियो पार्क। म यता छु भनिसकेको छु बाघले पनि। सो ल्यान्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल स्पिपर्स टिसी। आयो सबैजना सन्चै राम्रै हुनुहुन्छ होला र म पनि सन्चै राम्रै छु। सो आजको भ्लग चाहिँ मैले काठमाडौँदेखि चाहिँ स्टार्ट गर्दैछु यो भ्लग चाहिँ। सो यो भ्लग चाहिँ साइकल राइडहरू नभएर चाहिँ हामी चाहिँ आज जूको लागि घुम्नको लागि जाँदैछौँ। एकदमै घरमा बस्दा बस्दा बोर भएको कारणले गर्दा यसो फन गर्न जाउँ कि भनेर आज चाहिँ हामी जू जाँदैथ्यौँ। हामी चाहिँ लगभग 4 जना जति छौँ। कतिको रमाइलो हुन्छ के हुन्छ लास्टसम्म हेरिदिनु होला। सो बिचमा हामी धेरै नै रमाइलो गर्नुपर्ने हुन्छ। सो हाम्रो ग्रुप चाहिँ पछाडि छ, एकदमै रमाइलो गर्नुपर्छ है। ओके, अहिले चाहिँ हामी घरदेखि निस्किसकेको छौँ। सो अहिले चाहिँ हामी हिँड्दैछौँ, हाम्रो भान्जा अगाडि हिँड्दैछन्। ल यता चाहिँ बाबु छन्, यता पनि भान्जा, तिनवटा भान्जासँग मामा हिँड्दै। सो अहिले चाहिँ हामी अब हिँडेर चाहिँ हामी बस लाग्ने ठाउँनेर चाहिँ आइपुग्न लागिसकेको छौँ। हल्का अगाडि चाहिँ बस स्टप छ, हामी त्यहाँदेखि चाहिँ चढेर अनि हामी जूतिर चाहिँ जानुपर्ने हुन्छ। सो एकदमै रमाइलो गर्नुपर्ने हुन्छ है त। त्यो चाहिँ हामी यसो बस स्टपमा चाहिँ अड्किएको छौँ, बसको वेटिङमा छौँ। बस आएदेखि चाहिँ अब हामी यहाँ चढेर जानुपर्ने हुन्छ। सो यता बसेको छन् सबै भान्जा चाहिँ उता छन्। हेलो भनिदियो ल, सबैलाई वेलकम छ मेरो ब्लगमा। चाहिँ अहिले बस कुर्दा एकदमै बस प्याक भएको कारणले गर्दा चाहिँ हामीलाई अहिले चाहिँ इनड्राइभ बुक गरेको छौँ। हाम्रो इभी गाडी चाहिँ आउँदैछ अहिले इनड्राइभ बुक गरेपछि। अब चाहिँ हामी त्यसमा कम्फर्टेबल भएर चाहिँ आनन्द भएर चाहिँ हामी सिधै हाम्रो डाइरेक्ट लोकेसनमा चाहिँ हामी पुग्नेछौँ। सो बिचमा म देखाउँदै जानेछु। सो हल्का साउन्ड मेरो हल्का क्लियर बुझिरहेको छैन भने चाहिँ हल्का म्यानेज गरिदिनु होला, अलि सिटी एरिया है। सो हाम्रो इनड्राइभ चाहिँ आइसकेको छ। सो अब चाहिँ हामी चढ्दैछौँ है। अहिले चाहिँ हामी हिँडिसकेको छौँ यहाँदेखि। अब चाहिँ हाम्रो गाडी हिँडिसक्यो। अहिले चाहिँ हामी पुग्न आँटिसक्यो, अब थोरै छ। अब हामी यहाँदेखि झर्छौँ, त्यस पछाडि सब भ्लग चाहिँ अब हामी मजाले देखाउनेछौँ है त हजुरहरूलाई त। फाइनली अहिले चाहिँ हामी आइपुगिसकेको छौँ। सो यहाँदेखि चाहिँ अब हामी टिकट लिएर चाहिँ भित्रतिर जानुपर्ने हुन्छ। भान्जा चाहिँ टिकट काट्नुको लागि गइरहेछन्। अब चाहिँ हामी यहाँदेखि कतिको रमाइलो भइरह ल। आज चाहिँ एकदमै भिड रहेछ, हजुरहरूले हेर्न सक्नुहुन्छ। सो के गर्ने, अब यस्तो भिडमा पनि जानु पऱ्यो। अहिले चाहिँ हामी भित्र पसिसकेको छौँ, एन्ट्रेन्स गरेर भित्र आइसकेको छौँ। सो फाइनली अहिले चाहिँ हामी अगाडितिर चाहिँ फाउन्टेन छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। सो अब चाहिँ हामी यहाँदेखि कति नै ढिला नगरेर अगाडितिर जानुपर्ने हुन्छ। अनि भिड चाहिँ आज एकदमै धेरै नै भिड रहेछ। यो चाहिँ मेरो सेकेन्ड टाइम हो जूमा चाहिँ। योभन्दा अगाडि नै आएको थिएँ 2-3 वर्ष अगाडितिर। सो अहिले चाहिँ म फेरि नै आइसकेको छु। सो कतिको के नयाँ चिज छ त हेरौँ है त। आज चाहिँ यो चाहिँ काठमाडौँको जौलाखेल भन्ने ठाउँमा स्थित छ यो जू चाहिँ। एकदमै ठुलो छ यो जू चाहिँ। सो यो चाहिँ हेर्न सक्नुहुन्छ लियो पार्क हो, यतातिर हेर्न सक्नुहुन्छ। सो यसरी यो भित्र चाहिँ यसरी सजाइएको छ, राखिएको छ। यो स्टार्टिङ चाहिँ जराएदेखि चाहिँ यहाँदेखि सुरु भएको छ, पिजनमा राखेको। यहाँ चाहिँ यस्तो यो कटिङै भइरहेको, यो घाँसहरू जस्तो यो पलाएको चाहिँ यो अहिले यसरी कटिङ गरेर भइरहेको छ। अनि एकदमै भिड छ। पहिला आउँदा चाहिँ के खाली, एकदम खाली थियो। अहिले चाहिँ यो सबैको एसी सक्यो, इक्जाम सक्यो, अनि अहिले चाहिँ खाली भएको कारणले गर्दा यो मान्छेको बढ्दो चाहिँ छ यो जूमा चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। ल अब हामी चाहिँ अगाडितिर जाँदैछौँ है त। बेलुका हेर्न सक्नुहुन्छ हजुरहरूले। यहाँ चाहिँ अहिले बोटिङको व्यवस्था नै रहेछ। एउटा चाहिँ आफै बोटिङ गरेर अगाडि जाने, एउटा चाहिँ आफूले बोटिङ नगरेर मोटरको सहायताले अगाडि जानेवाला 2 प्रकारको चाहिँ बोटिङ छ। र अगाडि बढिरहेको छु। यहाँ चाहिँ एकदमै इन्ट्रेस्टिङ खालको चाहिँ छैन। जब हामी अब उता देखिरहनु भएको होला हजुर, त्यस पछाडि कटिसकेपछि चाहिँ बल्ल हाम्रो त्यहाँ इन्ट्रेस्टिङ बाँदरहरू, चितुवाहरू अनि बाघहरू चाहिँ हामीले अगाडि देख्न सक्छौँ। सो अब चाहिँ हामी अलि
खतरा ठाउँमा जाँदैछु है त म यता छु भनिसकेको छु बाघले पनि ल अब हामी चाहिँ म यता छु भन्ने ठाउँमा चाहिँ जाँदैछौँ है यता चाहिँ फोहोरको व्यवस्था पनि रहेको छ एउटा गल्ने फोहोर एउटा नगल्ने फोहोर चाहिँ रहेको छ अब चाहिँ हामी बाँदरको प्रजातिहरूमा जाँदैछौँ अब यिनीहरूको खेलहरू हेर्नुपर्छ हामीले भिडियो हेर्न सक्नुहुन्छ हजुरहरूले ढेडु बाँदर चाहिँ यता अगाडितिर छ ल ढेडु बाँदर सो अगाडि चाहिँ टाइगर हेर्न सक्नुहुन्छ है हजुरहरूले टाइगर हेर्नेको भिड हेर्न सक्नुहुन्छ एकदमै ओ माई गड है अहिले चाहिँ कतातिर छ भने चाहिँ अहिले चाहिँ आफ्नो ठाउँमा चाहिँ बसिरहेको छ क्यामेराले चाहिँ क्याप्चरै गरेको छैन यार बाघ चाहिँ राम्ररी नदेखिदिएर अहिले चाहिँ यो टाइममा चाहिँ बाघहरू चाहिँ बाहिर निक्लिँदो रहेछ उता आफ्नो ठाउँमा चाहिँ सुतिरहेको थियो बाघ चाहिँ राम्ररी देखिएन र सरी गाइज सो अब चाहिँ हामी अर्को ठाउँतिर जाँदैछौँ है सो एकदमै रमाइलो भइरहेको र मान्छेको भिड नि एकदमै धेरै छ झनपछि झन् भिडहरू चाहिँ बढ्दैछ है र बाघ चाहिँ पहिल्यै देखिसकेको तर क्यामेरामा देखाउन खोजेको चाहिँ देखिएन है सरी ल अब हामी अगाडि जान्छौँ ल एकछिन गइरहेको छ हजुरहरूले हेर्न सक्नुहुन्छ एकदमै यो टाइममा चाहिँ सबै आराम गर्दो रहेछ कि सक्नुहुन्छ राइनो चितुनको राइनोहरू चाहिँ आयो जस्तो लागिरहेको मलाई के हो कमेन्ट गरिदिनु है त ल यो यता चाहिँ अहिले बोटिङ गर्ने पनि एकदमै भिड रहेछ हजुरहरूले हेर्न सक्नुहुन्छ सो अहिले चाहिँ हामी एलिफेन्ट हेर्नको लागि हात्ती हेर्नको लागि चाहिँ आइसकेको छौँ सो अब चाहिँ म हजुरलाई हात्ती देखाउँछु है त ल मेरो जस्ट अगाडि चाहिँ हजुरले हेर्न सक्नुहुन्छ एलिफेन्ट सो अगाडि चाहिँ ठ्याक्कै हात्ती छ है सो एकदमै ठुलो छ हात्ती चाहिँ ल हेर्न सक्नुहुन्छ मेरो साथी चाहिँ उता लड्किरहेको ल अझ के खाँदैछ है ल यो पार्ट चाहिँ हेर्न सक्नुहुन्छ ल यता यो पार्ट चाहिँ ल अलि उता नै बसेको डुम्सी हेर्न सक्नुहुन्छ हजुरले डुम्सी हेर्न सक्नुहुन्छ यसको अगाडि जाँदा चाहिँ आफ्नो अट्याक त्यो आफूबाट बस्नको लागि चाहिँ यसले त्यो खोलेर चाहिँ त्यो काँडाहरू चाहिँ एकदम सर्ट फाल्ने गर्छ है हामी चाहिँ आज पुरा स्लिपिङ टाइममा पो आइदिरह यार पुरा सब सुतिरह ल अब चाहिँ म चिम्पान्जी देखाउँछु मैले अगाडि देखाइरहनु भएको यता चाहिँ सो यता चाहिँ अहिले उठाउन कोसिस गरिरहनु भएको छ तर त्यो चाहिँ उठ्न मानिरहेको छैन बाई बाई चिम्पान्जी अगाडि चाहिँ अस्ट्रिच छ है सो अगाडि चाहिँ अस्ट्रिच हेर्न सक्नुहुन्छ हजुरहरूले इजिली सो यही नै आएको छ एउटा चाहिँ यही नै छ एउटा चाहिँ पार्क छ पार्क चाहिँ एकदमै भरिरहेको छ एकदमै दामी छ है त ल कस्तो आइदिनु र के कुनै पनि अहिले सब लुकिरह कि सुतिरह यस्तै भइरह सो यहाँ चाहिँ यस्तो छ है यो ठाउँमा चाहिँ अब चाहिँ पुरै सुगाले भरिएको छ एकदम यहाँ चाहिँ धेरै मात्रामा सुगा चाहिँ छ है हेर्न सक्नुहुन्छ हजुरहरूले ल अब चाहिँ सुगायो अब हामी लास्टमा आइसक्यो चिल हेर्न सक्नुहुन्छ आफ्नो मेरो अगाडि चाहिँ अहिले चिल छ है मजाले बसिरहेको छ 3-4वटा चिलहरू छन् ल चिल चाहिँ एकदम दामी लाग्यो मलाई ठाउँमा चाहिँ हल्का इन्टरभल टाइम रहेछ चाहिँ भन्नुको अर्थ यहाँ चाहिँ अहिले खाने ठाउँ आइसकेको छ यो चाहिँ सबै सक्यो अब यस पछाडि चाहिँ लास्ट भनेको अब चाहिँ हाम्रो मात्र स्नेकको प्रजातिहरू मात्रै रहेको छ यस पछाडि चाहिँ हाम्रो चाहिँ एकदमै सकिसकेको छ है सो ल बाई बाई किङ कोब्रा है किङ कोब्रा चाहिँ सबको सुतिरहेको कि यो टाइममा कस्तो आजको डे नै यस्तै रहेछ यार सब सुतिरहन् यति धेरै कछुवा सबभन्दा धेरै कछुवा नै रहेछ या लास्टै रहेछ है कछुवा चाहिँ धेरै छ कछुवा र
ल अब चाहिँ फाइनली हाम्रो सकिसकेको छ। अब चाहिँ हामी यहाँदेखि जानुपर्ने हुन्छ है। बुक गरेको थियो। सो अहिले हामी फेरि आइसकेको छ है त। ल फाइनली अहिले चाहिँ हामी हाम्रो लोकेसनमा चाहिँ आइपुगिसकेको छौँ। ल इन्ड्राइभ गरेर चाहिँ आएको थियो। सो राइड चाहिँ सकिसकेको छ। अब चाहिँ हामी भोक लाग्छ एकदमै होइन। अब हामी रेस्टुरेन्टमा चाहिँ खाना जान लाग्यो। अहिले चाहिँ हामी आकाशी पुलदेखि चाहिँ बाटो क्रस गरेर उतातिर जाँदैछौँ। मेला लागिरहेको रहेछ। अहिले चाहिँ हामी आकाशी पुलदेखि बाटो क्रस गरेर अर्को साइडतिर चाहिँ जाँदैछौँ। यस्तो भोक लागिरहेको, केही नि खाएन, खाना खाएर गएको। अहिले चाहिँ अब नास्ता खाने टाइम चाहिँ भइसकेको छ। ल अब हामी चाहिँ सिधै नास्ता खाने रेस्टुरेन्टमा जाँदैछौँ है त। ल सो फाइनली अहिले चाहिँ हामी नास्ता टन्न भएर खाएर पनि अब चाहिँ हामी यहाँदेखि निक्लिँदैछौँ। ल अब चाहिँ हामी यहाँदेखि जानुपर्ने हुन्छ। ल अब चाहिँ हामी जाँदैछौँ है त। अनि चाहिँ होटेलदेखि निस्किँदैछौँ है। ल यो होटेल चाहिँ यस्तो रहेछ। सो अब चाहिँ हामी यहाँदेखि जान्छौँ है त। चाहिँ यहाँदेखि चाहिँ आइसक्रिमहरू ल्याइसकेको छन्। मैले चाहिँ आइसक्रिम खान नमिलेको कारणले जुस चाहिँ लिएको छु। सो अब चाहिँ लेट्स गो होम। अब चाहिँ हामी घर जाने बेला भइसक्यो। र खाँदै हामी चाहिँ घर जान्छौँ। ल सिधै अब चाहिँ म पार्ट 2 चाहिँ यहीमा जोइन गरेर चाहिँ म चाहिँ सिधै हजुरहरूसँग नेक्स्ट डे भेट्नेछु। ल नेक्स्ट डे है त। ल बाई। नेक्स्ट डे मर्निङ सबैजनालाई। सो यो चाहिँ नेक्स्ट डे हो। हिजो चाहिँ हामी जू चाहिँ घुम्न गएको थियौँ। सो आज चाहिँ बिहान चाहिँ अनन्त लिङ्गेश्वरी जाने होइन, निन्दै नखुलेर उठेन होइन। अनि अहिले चाहिँ हाम्रो प्रबल भान्जाको चाहिँ रिजल्ट भएको कारणले गर्दा चाहिँ हामी रिजल्ट हेर्न जाँदैछौँ। सो कतिको के हुन्छ, अब कतिवटा विषय लाग्छ कि या कति राम्रो मार्क्स आउँछ कि हेरौँ। सो स्कुल चाहिँ जाँदैछौँ अहिले चाहिँ, र कति खतरा मार्क्स आउँछ है भान्जाको हेरौँ है त। ल फाइनली अहिले चाहिँ हामी भान्जाको स्कुल नै आइसक्यौँ, मोडर्न स्कुल। ल मेरो जस्ट अगाडि चाहिँ स्कुल छ, हजुरहरूले हेर्न सक्नुहुन्छ, मोडर्न स्कुल एन्ड कलेज। ल सो अब चाहिँ हामी भित्र जान्छौँ, क्यामेरा पर्छ है। सो फाइनली हामीले चाहिँ भान्जाको मस्तले रिजल्ट नि हेरेर आइसक्यो। कस्तो भयो त भनिदिउ न त। दामी भइसकेको छ। ल भान्जाको चाहिँ A+ चाहिँ आएको छ। ल बधाई छ तिमीलाई। ल अब चाहिँ हामी यहाँदेखि घर फर्किँदैछौँ है त। ल सो फाइनली अहिले चाहिँ हामी मस्तले रिजल्ट हेरेर नि घर आइपुगिसकेको छौँ। सो मामाको बर्थडे सबैले कमेन्टमा मामाले ह्यापी बर्थडे भनिदिनु होला। सो आज चाहिँ स्याटरडे, यस्तो नुहाउनु पनि पऱ्यो है। ल अब चाहिँ म एकछिनको लागि यहीँ स्टप गरेँ है त। ल फाइनली यो भ्लग चाहिँ हजुरहरूलाई एकदमै रमाइलो, एकदमै दामी भयो होला है। र अब चाहिँ मैले भ्लग इन गर्ने बेला भइसकेको छ। र त्योभन्दा अगाडि चाहिँ मैले मेरो भान्जाको भ्लग चाहिँ भ्लग भन्दा नि हल्का गेमिङ भिडियो चाहिँ हाल्ने गर्छन्। @project केसी चाहिँ छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। सो यति भन्दै यो भ्लगलाई चाहिँ यहीँ इन गर्न चाहन्छु। ल लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला, नयाँ हुनुहुन्छ भने सब्सक्राइब चाहिँ गरेर जानु होला। सो आजको भिडियो यति नै। थ्याङ्क्स फर वाचिङ।